and namaste everyone. Welcome back to my channel. मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला, लाइक शेयर पनि गरिदिनु होला। अनि आज चाहिँ म सिम्पल मटनको रेसिपी लिएर आएको छु। यहाँ चाहिँ छ मसँग 1.5 केजी मटन। मलाई त्यस्तो धेरै मसला हालेर त बनाउन आउँदैन, सिम्पल रेसिपी छ। अन्तिमसम्म हेर्दिनु होला। कराई मजाले तातिसकेपछि तेल हाल्नु। अब चाहिँ हामी प्याज फुलाउँछौँ। We'll add mutton अब स्वाद अनुसार नुन, please ignore the background noises. अब यसलाई मजाले पकाउने छोपेर यसलाई चलाउने। अब चाहिँ म यहाँनिर यो डल्लै लसुन हालिदिन्छु। तपाईँहरूले चाहिँ खानुहुन्छ कि यसरी हामी चाहिँ खान्छौँ। एकदम मिठो हुन्छ, मासुसँग पाकेको लसुन मासु जस्तै हुन्छ। अब चाहिँ म एड गर्छु है। यसरी बेला बेलामा चलाइराख्नुपर्छ। हाम्रो मासु चाहिँ पर्किन थालिसकेको छ। अब चाहिँ हामी यसमा यो पिसेको मसला एड गर्छौँ। मसला हालेर मजाले चलाउने। फेरि यसलाई छोपेर एकछिन पकाउने, मसलालाई पाक्ने। अब यो मसलासँग एकछिन मासु पाकिसकेपछि हामी यसमा हाल्छौँ पानी मजाले पकाउनको लागि। अब चाहिँ हामी यसमा पानी एड गर्छौँ। मजाले छोपेर पकाउने। अब चाहिँ हामी भुटेको मासु अब हामी एड गर्छौँ टमाटर। एकछिन अब टमाटर पाक्छ अनि मात्रै गर्छौँ। एकछिन यसलाई छोपेर पकाउने अनि रस हाल्छौँ। अब हामी हाल्छौँ यसमा झोल। ओके, हाम्रो खसीको झोल चाहिँ रेडी भइसक्यो। थ्याङ्क्स फर वाचिङ। सी यु इन द नेक्स्ट भिडियो। बाई।